विभिन्न संस्थाबाट प्रतिनिधित्वहरूमा पाल्नु भएका प्रतिनिधिहरू, धर्मगुरुज्यूहरू र अनि विभिन्न श्रद्धालु भक्तजनहरू सम्पूर्णमा नमस्कार प्रस्तुति उहाँले खबरदार गर्नु पर्दैन। कुम्भ किन भत्काइदिएछ, अस्ति के भनेर शपथ दिनुभयो भनेर उहाँले खबरदार गर्नु पर्दैन। त्यसैले माउ आएन भने बच्चा बच्दैन, बच्चा हुँदैन। यो कुरा तपाईँहरूले लेखेर राख्नु होला। त्यो भने के हो भने जबसम्म यो नेपालमा बुद्ध राष्ट्र घोषणा हुँदैन नि तबसम्म तपाईँको कुम्भ पनि बच्दैन, लामा पनि बच्दैन, तपाईँको मूर्तिहरू पनि बच्दैन। 2070 सालमा काँक्रे बिहारमा के गर्यो है, अहिले कुम्भ भगवान बुद्धको मूर्तिलाई त्यहाँ बाँधेर राखेको छ। सिग्रीले आफ्नै घरमा कैद भएर भगवान बुद्ध बसिराख्नु पर्छ। यो कुराहरू तपाईँहरूलाई याद भएन। कुम्भ बचाउँ बचाउँ भनेर धर्म बच्दैन, के पनि बच्दैन। मैले यहाँ देखेको कुरा चाहिँ के हो भने छोरालाई बचाउँ बचाउँ भन्छ के, छोरै भएको छैन। माउ स्थापित हुनु पर्यो। त्यो भनेको बुद्ध राष्ट्र घोषणा गर्नु परेन। किन, कसरी, किन चाह्यो? धर्मनीति हामीले कुम्भ धेरै कुराहरूसँग हामीले संवाद गऱ्यौँ होइन, बुद्धिजीवीहरूसँग हामीले संवाद गऱ्यौँ कि बुद्ध राष्ट्रको लागि तपाईँ हामी लाग्नु पर्यो, त्यो आवाज उठाउनु पर्यो भनेर भन्दाखेरि ओहो धार्मिक सहिष्णुता भङ्ग हुन्छ त्यही है। उहाँले चाहिँ हिन्दू राष्ट्र हुनु पर्यो भनेर दिनका दिन आन्दोलन गर्दा चाहिँ सहिष्णुता भङ्ग नहुने। हामीले चाहिँ स्वाभाविक रूपमा कसैले भने ओहो रातिले तपाईँ त कुम्भभित्र बसेर त राजनीतिक कुरा गर्नु हुँदैन भन्नुहुन्छ। कुम्भभित्र राजनीति बुझ्दैन हजुर। कुम्भभित्रको त्यो बेकारमा, मेरो विचारमा चाहिँ त्यो बेकारमा कुहेर चुहेर बसेको मात्रै हो। त्यो कुम्भ शिष्यले नै लाटो बनायो अहिले होइन। किन कुम्भ बचेन अहिले बल्ल थाहा पायो। कुम्भ भत्काउँदै आइसकेपछि थाहा पायो। भोलि पर्सि त्यो बुटले यो युनिफर्म माथि त्यो गर्दैछ, गरिसक्यो। हामीले धेरैपल्ट गरिसकेका छ। त्यो बुट बजारेपछि आजपट्टि थाहा हुन्छ, बल्ल थाहा हुन्छ कुम्भभित्र एक जत्था त्यस प्रकारको जत्था छ। मैले कसैलाई आरोप गर्न लगाएको होइन, तर ध्रुव सत्य बताएको। तपाईँहरूको चालले यो बुद्ध राष्ट्र नेपालमा आउँदैन। बुद्ध राष्ट्र नेपालमा घोषणा गर्नुपर्छ भन्ने अवधारणा यो हरेक कुम्भको कुनै पनि देखेन, मैले भेटेन है। त्यो भात खायो भने त्यो ध्यान ज्ञान त थाहा भएन। बाहिर भगवान बुद्धले नै न्याय पाएन भने, तपाईँ बुद्धले नै न्याय पाएन भने त्यो कुम्भ मात्रै बच्छ, तपाईँहरूको मूर्ति बच्छ, कुम्भ बच्छ, धर्म बच्छ। त्यसैले गर्दा यो सानो सानो कुरो गर्नु हुँदैन। त्यसैले नेपाल सरकारले म यहाँबाट के अनुरोध गर्न चाहन्छु भने तपाईँले तुरुन्तै यो कुम्भ विकास तथा बौद्ध दर्शन प्रवर्तन तथा कुम्भ विकास समिति जुन खारेज गर्ने सिफारिस गरेका छ नि, त्यसपछि तपाईँले यो अहिले जुन कुम्भहरू भत्काएर बुद्धको मूर्तिहरू फुटाएर यहाँ जुन गरिराखेका छ त्यो सबैप्रति तपाईँले भगवान बुद्ध सामु क्षमा याचना गर्नु पर्यो। सिङ्गो बौद्धहरू, सिङ्गो नेपालीहरू, यो धर्मको कुरो होइन। कसैले धर्मको कुरो भन्छ, धर्मको कुरो होइन। यो बुद्ध भन्या नेपालको राष्ट्रको राष्ट्रियताको पहिचानको कुरा हो, अस्तित्वको कुरा हो कि। त्यसैले गर्दाखेरि भगवान बुद्धप्रति तपाईँले शर्मिन्द भएर क्षमा प्राश्चित गर्दै क्षमा पूजा गर्नुहोला, होइन भने नेपालमा झन्झन अनिष्ट भएर जानेवाला छ होइन भन्ने अनुरोध म हाम्रो नेपाल सरकारले भन्न चाहन्छु। यदि माननीयको सम्बन्धित व्यक्तित्व यहाँ हुनुहुन्छ, आसीन हुनुहुन्छ भने तपाईँले त्यहाँ माथि आवाज उठाउनु पर्यो, सदनमा आवाज उठाउनु पर्यो कि अब स्वाभाविक रूपमा विश्वको 50 भन्दा बढ्ता राष्ट्रले नेपालमा बुद्ध जन्मेका हुन् भनेर प्रमाणित गरिसकेको अवस्थामा अब चाहिँ अन्तिम विकल्प भनेको हामीले सबै हेरिसक्यौँ, सबै भोगिसक्यौँ। अन्तिम विकल्प भनेको बुद्ध राष्ट्र घोषणा गर्ने हो। त्यो घोषणा गरिसकेपछि तपाईँको मूर्ति पनि बच्छ, सबै बच्छ, युनिफर्म पनि बच्छ, कुम्भ पनि बच्छ, चैत्य पनि बच्छ, धर्म पनि बच्छ, सबै बच्छ। त्यो दिन भगवान बुद्धप्रतिको हाम्रो यसरी ठटाउने मान्छे कोही पनि हुनेवाला छैन, कसैको हिम्मत हुनेवाला छैन। त्यसैले गर्दा हाम्रो चाहिँ यो छ, हाम्रो माग यो छ, हाम्रो लक्ष्य यो छ। यदि हजुरलाई ठिक छ भने होइन एकपल्ट जनाउनुहोस्, हामी यसबारेमा सदा सर्वदा लागिरहन्छौँ। होइन भने बुद्ध पूजा भन्दाखेरि भगवान बुद्धले न्याय पाएको छन्, के पूजा भयो? त्यो लुकेर बसेर पूजा हुँदैन। उहाँलाई न्याय दिनुपर्छ, त्यो चाहिँ सबैभन्दा ठुलो पूजा हो भन्ने हाम्रो चाहिँ ठाउँ छ, हाम्रो विश्वास छ। यस विषयमा हामी सदा सर्वदा लागिरहन्छौँ। यो आन्दोलन हो त तपाईँको भनेर भन्नुहुन्छ, आन्दोलन होइन। हामी शान्तिपूर्ण तरिकाले यो चिजलाई बुद्ध राष्ट्रलाई घोषणा गराउनको निम्ति हामी सदा सर्वदा लागि नै रहनेवाला छौँ है भन्ने प्रतिबद्धता सहित अहिले मेरो यो केही मन्तव्य यहाँ अन्त गर्न चाहन्छु। धन्यवाद।
धन्यवाद। राष्ट्र नेपालको कम्प्युटरमा लामो एउटा हाट धन्यवाद दिन चाहन्छु र आजको छोटो मिठो पत्रकार अथवा धेरै नै पीडित भइरहेका छौँ कि हाम्रो आस्थाको केन्द्रमाथि यसरी हस्तक्षेप गर्दाखेरि हामी ठुलो हेरेर गर्न सकिन्छ, हामी सहायता गर्न सकिन्छ होइन। यसो गर्नको लागि हामीले सरकार बनाएको या अथवा हामीले भोट दिएको जिताएको हो। त्यसैले गर्दाखेरि यो किन यस्तो भयो भन्दाखेरि मलाई जहाँसम्म लाग्छ यो सदियौँदेखि भनिन्छ नागरिकले नागलोकबाट ल्याएको चाहिँ ग्रन्थ हो। त्यो यस्ता ग्रन्थहरू भएको देश, बुद्धको शासन भएको देशमा पनि बुद्ध धर्म नफस्टाउनु सम्भावित राज्यको दोष होइन, हामी बुद्धमार्गी जना जातिहरूको चाहिँ दोष हो जस्तो लाग्छ मलाई। किनभने हामीले खासै चासो लिएका छैनौँ यस सम्बन्धमा, साँच्चै भनिन्छ। होइन भने यस्ता कार्यक्रमहरू चाहिँ ठ्याम्म मान्छेहरू चाहिँ उपस्थित हुनुपर्ने थियो, हाम्रो मुद्दा चाहिँ राख्न सक्नुपर्ने थियो। अहिले